थम्बनेल हेरेर थाहा पाइसक्नुभयो तपाईहरुले। आज मेरो कुरा गर्छु प्रेम की 3 फिल्मलाई कसरी आफ्नो मोबाइलमा हेर्ने। अनि यसलाई युट्युबमा त यो आएको छैन। अनि जो यसको पर्खाइमा हुनुहुन्थ्यो अब चाहिँ आफ्नै मोबाइलमा तपाईहरुले यो फिल्म हेर्न सक्नुहुन्छ। यसको लागि सबैभन्दा पहिला चाहिँ आफ्नो मोबाइलमा सिनेमा घर एप डाउनलोड गर्नु होला। यो डाउनलोड गरिसकेपछि यसलाई चाहिँ ओपन गर्नु होला आफ्नो मोबाइलमा। ओपन गरिसकेपछि एकछिन वेट गर्नु होला अनि यो खुलिसक्छ। अब खुलिसक्यो। यसको तलपट्टि आउनु होला बोक्सीको घर, हात्ती छाप, झिके दाउ अनि यता लास्टमा माइकलको यतापट्टि जानु होला प्रेम की 3 यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ USD $2 देखाइरहेको छ। यसमा क्लिक गर्नु होला अनि यसमा क्लिक गरिसकेपछि प्ले स्टोरबाट दिने कि गुगल प्लेबाट कि अदर अप्सनमा गएर क्लिक गर्नु होला। ओके, यता क्लिक गरिसकेपछि यता सबै देखाउँछ हाम्रो नेपालबाट पे गर्ने खल्ती एप, ई सेवा, IME, फोन पे अनि गुगल पे, पेपल यो सबै देखाउँछ। यहाँबाट पनि पे गरेर हेर्न सक्नुहुन्छ। यदि फ्रीमा हेर्नु चाहनुहुन्छ भने 200 कोइन कलेक्ट गर्नु होला, हेर्नु होला। यता माथि सिल्भर र गोल्ड भएमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यता मसँग 24 वटा कोइन छ अनि यता चाहिँ यो गोल पुरा गर्यो भने तपाईहरुले कोइन पाउनुहुन्छ। यदि म फर्स्टमा क्लिक गर्छु त्यहाँबाट 2 कोइन पाइन्छ। अब यो एडहरु हामीले अलि रोक्नु पर्ने हुन्छ। 15-30 सेकेन्ड यो एड चल्छ। यसको लागि हामीले वेट गर्नुपर्ने हुन्छ। यो वेट गरिसकेपछि चाहिँ हामीहरुले यसको लागि चाहिँ अब चाहिँ यो पुरा भइसकेको छ। यताबाट इन्टु गर्नु होला। 2टा कोइन बढिसक्यो, मेरो 26 देखाइसकेको छ। अनि तल जानु होला यो क्विजमा पनि यहाँ आन्सर र विन हुनु होला। यसमा 50 वटा क्वेशन दिएको हुन्छ। यदि 50 वटै राइट गर्नुभयो भने 50 मिल्छ। यदि एउटा पनि गल्ती गर्नुभयो भने जति पनि जितेको छ त्यो सबै केही पनि मिल्दैन कोइन। अब यता चाहिँ सुनकेशरीको निर्देशक कसले गरेका हुन् भनेर आएको छ। यो यताबाट एउटा छान्नु होला कुनै तपाईले जुन यदि राइट छ भने छान्नु होला। म चाहिँ यता C नम्बरलाई क्लिक गर्छु। मलाई पनि थाहा छैन यसको चाहिँ को हो, अर्पण थापा हो कि को हो मलाई पनि थाहा छैन, रिचा शर्मा मलाई थाहा छैन। म C नम्बरलाई क्लिक गर्छु अनि सबमिट गर्छु। यता पनि भएन, रङ भयो, अटोमेटिक ब्याक भयो। यदि यो फिल्म तपाईहरु फ्रीमा हेर्न चाहनुहुन्छ भने यसको लागि सबैभन्दा पहिला च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्नु होला अनि एउटा मिठो कमेन्ट गर्नु होला। अनि यही कमेन्टलाई म लिएर चाहिँ लाइभ गिभअवे गर्छु। जो विन हुन्छ उहाँलाई चाहिँ म यो फिल्म हेर्ने पैसा चाहिँ म उसको एकाउन्टमा भए पनि या मोबाइल नम्बरमा भए पनि म ट्रान्सफर गरिदिन्छु। त्यही भएर फ्रीमा हेर्नको लागि चाहिँ च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक अनि एउटा कमेन्ट गर्न चाहिँ नछुट्याउनु होला। त्यसपछि चाहिँ तपाईहरुले यो फिल्म चाहिँ फ्रीमा हेर्न सक्नुहुन्छ। म लाइभ गिभअवे गरेर मोबाइल होस् या खातामा चाहिँ 300 रुपैयाँ ट्रान्सफर गरिदिन्छु।